मेरो फेसमा लाइट पर्यो यहाँ कस्तो देख्छु ए फल मेरो भाइ हो देउसिरे ए ठाकुर भन तिहारै आयो लौझुले मिली सेलरोटी पाक्न लाग्यो ओ माय गॉड ओ कस्तो गोला हालेको तिमीले यार तिम्रो प्रो हो के हो कसले बनाइछ हालिदिनुहोस् यो हाम्रो थर्ड टाइम तिमी लास्टै खतरा यार तिमीले माया हजुर what you doing मैले यो नमकिन भन्नु लाग्यो papa fan off गर्छु wow look at this के भन्छ यसलाई रे नमकिन तिमीले कहाँबाट जानु यस्तो बनाउनलाई माया मैले नेपालमा हुँदा सिकेको मिठो हुन्छ हो मिठो हुन्छ बब्बाल मिठो हुन्छ ल यो बनाऊँ अनि यहाँ सेल पनि रेडी भयो हाम्रो आहा झिलिमिली झिल्ला एकछिनपछि भन्नुपर्छ बेला हुन्छ यहाँ अन गरेपछि भन्नुपर्छ म अन गरौँ 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 Let's on this tada tada झिलिमिली झिल्ला देउसिरे ए सेलरोटी झिल्ला देउसिरे माया हजुर ए अब बल्ल दाम देख्यो यसमा टर्च हाल्नु पर्दो रहेछ कि रातिको भ्यूको लागि लाइट राम देखिने होइन त्यहाँ पुगेन अलिकति मलाई पनि यस्तै कि वार्म येलो मात्रै मगाएको त्यही भएर राम देखिरहेको छु नि है रामे घर राम्ररी सफा गर्ने कस्तो राम्रो देखिरहेको छ माया कस्तो राम्रो देखिरहेको छ कि हाम्रो घर गुड जब माया सफा गरिरहेछ अनि म चाहिँ उता किचनमा मिठाई बनाउँदैछु लक्ष्मी मातालाई पेडा बर्फीहरू मनपर्छ सो आई एम मेकिङ पेडा यस्तो आकार दिएको मैले चाहिँ बिचमा क्यास्यु राखेर त्यस्तो भएर टक्क गऱ्यो होइन अनि इट्स रेडी ल के बनाउनु लाग्यो तिमीले ओहो रङ्गोली तिमी हातले बनायो यो होइन खतरा भनेर यार त्यो त ओहो ल चाँडै दौडाएको त नि तिहार लक्ष्मी पूजाको लागि तयारी हुँदैछ रङ्गोली बन्ने कार्यक्रम जारी छ ल बनिसकेछ ओ यता पनि बन्द रहेछ यहाँ अब लक्ष्मीको पाइला बनाउनु पर्छ ड्रोन सट लिनु पर्यो ड्रोन ओ कस्तो राम्रो ड्रोन सट दामी देख्यो त फुल जस्तो के यस्तो गर्ने होइन अनि ल हाम्रो माता यहाँबाट आउनुहुन्छ आज खतरा पाइला बन्दैछ ओ ल तिमीले साह्रै मिहिनेत गरेको छ यार आइ एम सो इम्प्रेस भनेपछि लक्ष्मी माता इम्प्रेस हुने कुरै भएन दामी दामी पाइला भयो यो बनाउनु भन्दा राम्रो अलिक देखिँदैन नि पहिला अलिक अनि माता एकदम हामीलाई फेरि लड्नु होला नि त ठुल्ठुलो पाएर राम्रो बनाएको थिएँ यार हेर फुल जस्तो देखिने त्यहीँबाट स्टार्ट गर्नु पऱ्यो होला त ल हो के बनाएको यो This is called DIY oil lamp. अब चाहिँ फुल हाल्नुपर्छ है गार्निस गर्नको लागि
Let me bring it. पानीको बेस पानीको अनि पानीमा अनि के भन्छ थोरै यसले गर्दा धेरै तेल खाँदैन कि अनि तिम्रो कसरी बल्छ यार अनि तेल कहाँ ल्याछ नि तेल हाले त नि तेल पानीमा फ्लोट गर्दैन त अनि फ्लोट गरेर अनि यसरी बल्छ म बाहिर मस्त पानी परिरहेछ तर पनि हाम्रो लक्ष्मी पूजा सेलिब्रेसन लागि तयारी हुँदैछ यहाँबाट पाइला बन्दैछ ल अब यस्तो ग्रान्ड देखेर यार भर्खर यहाँ मलाई पनि झुन्डाइयो यसरी लक्ष्मी माताको यहाँ प्रवेश हुन्छ यहाँ र लौलीलाई शुभला पनि बनाइसकेको रहेछ ओहो लक्ष्मी माताको पाइला पनि हो त्यो कस्तो राम्रो पाइला पनि यार नाइस नाइस तिमी त लास्टै खतरा यार यहाँ चाहिँ एउटा भटर रङ्गोली जस्तो शिव भगवान पनि यहाँ आउनु भएको छ लक्ष्मी माताको नामले के रे खानलाई के भने तिमीले गौतम बुद्ध र शिव पनि लक्ष्मी माताको छेउमा खान लाउनु भएको छ पार्वती माता भनेको लक्ष्मी पार्वती एउटै हो नि त हो त्योमा सँगै राखेको ठिक छ मामु मलाई डर लाग्यो आउनु न के भयो यहाँ झन्डै यो सानो चाहिँ यो पुरी बनाउनु लाग्यो झन्डै तेल उम्लेर तल गएन झन्डै अनि त्यही भएर त तिमीलाई मैले तेल थोरै राख भनेर भनेको थिएँ त नि अब हुँदैन होला हेर्सी है त ल अल द बेस्ट बेबी हाम्रो प्रसादीको लागि पुच्चे पुरी बनाउनु लाग्छ Hey, come on! Oh, be careful. Rasri भन त खै त नदिदिन फेरि क्यान्डी म त ट्रिक अर ट्रिट भनेपछि मात्रै दिनु के छैन के छैन ट्रिक अर ट्रिट भनेर भन्यो नक नक गर्दै नक नक ट्रिक अर ट्रिट नक नक ट्रिक अर ट्रिट भनेको खोइ चाहिँदैन होला क्यान्डी मैले क्यान्डी राखेको छु हेर आज दिन लानु भयो कतिवटा क्यान्डी छ मसँग यहाँ यो लिएर जाऊ Come on. ट्रिक अर ट्रिट भनेर हेलोइन पकेटमा खानु हेलोइन पकेटमा ट्रिक अर ट्रिट भनेर मलाई भन अनि बल्ल कम अन भन नि त ओ माय गॉड ल कति फोटो हाल्दिम वाउ रिच किड थ्यांक यू आन्टी भन्न त खोइ थ्यांक यू भनेकै यु वेलकम ल ह्यापी तिहार मेरो फेसमा लाइट पर्यो यहाँ कस्तो देख्छु भयो ए भन मेरो भाइ हो देउसिरे ए भन हामी चाहिँ देउसी खेल्न जानुपर्छ कि असल बेला कसपछि हो जानु लाग्छ प्रत्येकमा ढक्का नक गर्दै हैन सेटअप पूजाको लागि सम्पूर्ण तयारी भइसकेको अवस्था छ यहाँ लक्ष्मी माताको प्रवेश हुन्छ नाइट भ्यू चाहिँ देखाइदियो भने यहाँबाट यस्तो देखाएको नाइट भ्यू अब हाम्रो एकछिनमा पूजा हुन्छ